हेलो गाइस, तपाईहरुलाई फेरि मेरो पेजमा स्वागत छ। होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै नै छु। आज भने त्यस्तो प्लान त केही थिएन, एउटा ठाउँ छ नि त मजाको हाम्रै गाउँभित्रै छ हो, तपाईहरुलाई देखाउने छु र हामी स्विमिङ गर्न जान आँटेको हो। आजको दिन गुड लक छ भनेपछि पुतली बसिरहेको रहेछ। हेलो गाइस, वेलकम। के बोल्नु ह्याप्पी स्विमिङ गर्नु आएको भनेर यस्तो बाटो हिँडिसक्यो र गाइस कन्टिन्यू छ अहिले पनि हो, हिँडिरहेछ हामी। तपाईँले अघि देख्नुभयो युबिएस अलिकति क्लिपमा माई ब्रदर ट्विन्स ब्रदर हो मेरो बुढा होइन, सँगै हिँड्दैछ यहाँ। अहिले भने चाहिँ अभि साथी टक्कै गइरहेछ हो। अहिले चाहिँ यस्तो देखिरहेछ झालमुडी चाहिँ हो। सो हेलो गाइस, तपाईँहरूलाई फेरि मेरो पेजमा स्वागत छ। होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै नै छु। र आज भने चाहिँ त्यस्तो प्लान त केही थिएन, अन्त एउटा ठाउँ छ नि त मजाको हाम्रै गाउँभित्रै छ हो, तपाईँहरूलाई देखाउने छु र हामी स्विमिङ गर्न जान आँटेको त्यो ठाउँमा चाहिँ हो। मजा आउनेछ। स्विमिङ पुलै चाहिँ होइन, त्यो नेचरले बनाएको क्या अब ठाउँ हो नि त। सो अब हामी जान आँटेको छौँ, भर्खर कपाल सपाल काटेर आएको हो। त्यहीँ नुहाउने भनेको, केटाहरू पनि छ निकै थुप्रो हो। अन्त देखाउँछु सबै यही भ्लगमा, बनिरहनुहोस्। वाच टिल एन्ड गाइस, ल मजा आउनेछ, स्टे ट्युन। आजको दिन गुड लक छ भनेपछि पुतली बसिरहेको रहेछ हो साथीभाइ। सो हामी निक्लिन आँटेको छौँ घरबाट। यस्तै छ यहाँ। आज त फेरि घामै लागेन नि, रड्डी भयो नि। सोचेको थिएँ हामीले घामहरू लाग्छ होला भनेर हो, घामै लागेन। कस्तो देखिरहेछ कमेन्ट हालिदिउँ है साथीभाइ। र अहिले भने चाहिँ हामी सबैजना चर्चको अगाडिनिर भेला भइरहेछ हो। र मसँग यहाँ हाम्रो अनुज भाइ छ, जेम्स ब्रदर, एनुज छ र अझै आउँदैछ दुईजना जस्तो। र हामी टोटल चाहिँ 6 जना हुने रहेछौँ हो। अब हामी चाहिँ जाने देखाउँदै गर्छु, बनिरहनु चाहिँ ल साथीभाइ। दामी छ गुवा चाहिँ। अहिले त घाम पनि लागेन, तर पनि गरमै छ दिन त हो। ल है त गाइस, र यी बाटो चाहिँ यस्तै छ, के भन्नु साथीभाइ हो। झन्डै पनि लडिहालेँ हो। केटाहरू चाहिँ यहाँ अब भर्तीमा गएको भन्दा डर लाग्दो हो। यहाँ चाहिँ चुनौती छ बाटो चाहिँ हो। अब के गर्नु, अब नेचरले बनाएको ठाउँमा खेल्नु राम्रो है। त्यो 100 रुपियाँ खर्च गरेर त्यो केमिकल हालेको पानीमा खेल्नु भन्दा चाहिँ क्या, म चाहिँ सिधै भन्दिनँ गाइस। ल पुगेपछि तपाईँहरूलाई पनि देखाउँछु, मजा आउने छ एकदम। ल बनिरहनुहोस् है। हेलो गाइस, वेलकम। तपाईँहरूलाई होइन के बोल्नु ह्याप्पी स्विमिङ गर्नु आएको भनेर यस्तो बाटो हिँडिसक्यो यार, डरै लाग्दो बाटो। अब नेचर हो, हत्तु भइसक्यो। हत्तु हुन्छ, यस्तै छ चारैपट्टि हरियाली होइन। जङ्गलको बिचमा सानो पोखरी छ। यहाँ चाहिँ अब हामी पौडी खेल्नु जान लागेको। उकालो ओह्रालो हिँड्दै है। र गाइस कन्टिन्यू छ अहिले पनि हो, हिँडिरहेछ हामी। तपाईँले अघि देख्नुभयो युबिएस अलिकति क्लिपमा माई ब्रदर ट्विन्स ब्रदर हो मेरो बुढा होइन, सँगै हिँड्दैछ यहाँ। यहाँबाट चाहिँ सिन मजाको छ नि त हो। अन्त यस्तो छ बाटोहरू चाहिँ टक्क। अब यहाँ चाहिँ निक्लेर चाहिँ सँग हुन्छ, अन्त मजाको छ त्यहाँ जग्गाहरू हो। अहिले चाहिँ अब घाम छैन, गरम सिन क्या। टिस्टामा चाहिँ त्यही हो अहिले होइन। ल देखाउँदै गर्छु
वाच स्टिल इन गाइस, स्टे ट्युन ओके। अन्त साथीभाइ अहिले भने चाहिँ हामी आइपुग्यो हो र एक डुब्की लगाएर बसेको। चिसो चिसो भयो किनभने आज घामै छैन हो। चाहिँ टक्क हाम्रो झालमुरी रेडी हुँदैछ। केटीहरूले मात्रै खान्छ कि झालमुरी, केटाहरूले खाँदैन। हेर्नुहोस् यहाँ रेडी हुँदैछ हो। टक्कै मेरो भाइ, ह्यान्डसम भाइ, सब ह्यान्डसम केटाहरू हो हाम्रो चाहिँ। ए टक्क पौडी खेल्ने ठाउँ चाहिँ यस्तो छ हो, टक्क हो। हेर्नुहोस् साथी छ यहाँ हो। अन्त खेल्दैछ चिसो भन्छ भाइ, खुवाइ पनि आम्मा झालमुरी हेरे, पानीपुरी हेरे, चटपटे हेरे, के भएछ है? मजा आइरहेछ भाइ एकदम। यो खोलालाई फिडब्याक दे न अन्त। के कति रेटिङ कति रेटिङ दिन्छ यो खोलालाई? बोल्दैन त हौ हाम्रो केटाहरू। तँ कति दिन्छ? अम्बो यो त अब म चाहिँ कति दिन्छु? 100मा 99.9। म त 100 दिन्छु। 100 दिन्छ? 200? ए म त 1 मिलियन हो। अहिले चाहिँ यस्तो देखिरहेछ झालमुरी चाहिँ हो। मजाको बनाएछ हाम्रो अभि साथीले चाहिँ। अहिले भने चाहिँ अभि साथी टक्कै गइरहेछ हो। जलपरीको बुढाले डगीहरू, यो डगी दिमाग है के भाइ, डगी मात्रै गर्छ। ल यो चाहिँ मेरो दाजु हो होइन। उहाँ छैन ढुङ्गा यहाँ बिचमा। लु ब्याग होइन उहाँ हान्न फ्रन्ट। लु न छिटो। अब चाहिँ हिँडेको हामी हो। यसो देख्छ नि त यहाँबाट भ्यू सडक्क हो। पानी पनि पर्ला जस्तो भयो। आज त दिनै खराब, के गर्नु। अम्बो के आयो। अब यो पनि मजाको ठाउँ थियो हो। ए बाबा आइहाल्यो ठाउँलाई। केटाहरू हिँड्दैछ अगाडि सबजना, म सबैभन्दा लास्टमा छु हो। अब चाहिँ घर जाने हो।